हेलो सबैजना। म अहिले आफ्नो रुममा थिएँ हैन, टक्क एउटा टिकटक हेर्दै थिएँ, म स्क्रोल हान्दै थिएँ। अनि एउटा भिडियो आयो क्या, च्याट जिपिटीले चाहिँ क्वेसन सोध्नु पर्ने थियो, बवाल क्वेसन थियो क्या। अनि मैले टक्क त्यो क्वेसन सोधेँ क्या च्याट जिपिटीलाई। क्वेसन चाहिँ यस्तो थियो, के थियो भन्दाखेरि नि क्वेसन चाहिँ यो थियो त, आई वान्ट टु अनकभर max I'm currently wearing। त्यसमा यस्तो थियो क्वेसन चाहिँ। यस्तो क्वेसन सोध्दै थिएँ, एन्सरहरू एकदम बवाल, एकदम डिप म्याच गर्ने क्वेसनहरू थियो क्या। अनि मैले यस्तो बाहिर हेरेँ, यस्तो भिडभाड, के होस् मान्छेहरू यताउता के लाफ्रा लसुन गरिरहेको छन्, के को लागि गरिरहेको, किन गरिरहेको, के को खोजीमा गरिरहेको, केही कुरा मेक सेन्सै गरेन क्या मलाई। लिटरली किन गरिरहेका छन्, जे चाहेको तँ यहीँ छ, अहिले नै छ। आएन नि के भएको। म एउटा अहिले मान्छे फलो गर्छु, उसले चाहिँ के भन्छ अरे, यसलाई मिड लाइफ क्राइसिस भनिन्छ अरे क्या। लाइफमा एक समय यस्तो आउँछ अरे, यो लाइफमा के भइरहेको छ, केही कुरा मेक सेन्सै गर्दैन अरे क्या। मलाई लिटरली त्यही भइरहेको छ, केही कुरा सेन्सै बनेको छैन। किन भइरहेको छ, के भइरहेको छ, कसरी भइरहेको छ, यो रियालिटी इज दिस इभन रियल अर नट भन्ने क्वेसन लागिरहेको छ।